octave ठुलो सोले भने सेवारो ठुलो सोले 1 2 सेवारो क्यारेक्टर सेक्पा पोलेको स्टार्ट गर्यो आज माइती घरमा आएर चाहिँ दसैँमा आइया छ माइती घर कान्छा भाइको घरमा टिपो तल पनि छ तल त्यसमा नि त्यो दुईटा चारला सबै खानु ल टिप्दै गर नि त आम्मामा यहाँ हाम्रो कौशिलाले आज कान्छा काकाको घरमा अम्बक टिपेर लग्यो भित्र ल आज हामी यता भक्तपुरबाट भक्तपुर पाउन खानु आएको अब हामी माथि जाँदैछौँ आज हामी हाइकिङ जाँदैछौँ फ्यामिली हाइकिङ चाङ्गु नारायण जाँदैछौँ बोलिदिन्छौ गरिदिन्छौ हेलो हेलो वेलकम मेरो छ्यामाको भ्लगमा है के पो छ्यामाको भ्लगको नाम शशिकला छ ससिला पाचोङबाङ शशिला है हाय लाइक कमेन्ट शेयर भ्लग त भएन के हो हामी जाँदैछौँ पुरेममै पुरेम हिँडेर होइन हाई हामी चाहिँ चाङ्गु नारायण मन्दिर जाँदै गरेको यस्तो राम्रो खेतै खेत आमामा यता पो राम्रो रहेछ त वाउ खेतै खेत धान पाकेको हेर्नुहोस् त यस्तो राम्रो धानहरू पाकेको छ भक्तपुरमा दसैँ आएको फिल हामी चाहिँ चाङ्गु नारायण मन्दिर जाँदै गरेको कहिले पनि गएको थिएन आज फर्स्ट टाइम यहाँ छोरा भदैनीहरू दिदीहरूसँग जाँदैछौँ हामी हाइकिङ हाइकिङ हामी हिँडेको दसैँको पार्टी खाएर ए पुग्यौँ उकालोमा खानु हुँदैन केही पनि है उकालोमा के बनाउँदैन कति काम जानु पर्यो नाति अबिर पकाउने फाटै यातै लामै लामो होला नि अति अति मदिसेको अति 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 टक्कर बाजेले जस्तो सुनेको नानी फोटो खिच सुनिबस्छ म हिँड्दैछु हाइकिङ आज चाङ्गु नारायणमा जाँदैछ यति रमाइलो यति सुन्दर ठाउँ रहेछ यस्तो राम्रो लाग्यो मौसमले पनि साथ दिएको जस्तो छ तर एकछिन पानी पर्ने हो कि जस्तो पनि छ एकदम राम्रो छ आज धेरै पछि हामी चाहिँ आज फ्यामिली हाइकिङ हिँड्दैछौँ काठमाडौँमा कति ग्याप भएको थियो हामी गएकै थिएनौँ फ्यामिली हाइकिङ छ है यो चाहिँ हाम्रो आफ्नै फ्यामिलीहरू मात्रै हिँड्दैछौँ र नानीहरू अनि सँग फ्यामिली दिदी भदै छोरी नातिनी सबै हाम्रो फ्यामिली हाइकिङ हो हिँड्दैछौँ जाँदैछौँ दसैँमा यति खाएर जिउस पचाउनु हिँड्दैछ आऊ कान्छा ऊ मेरो सानो भदा हिरो आउँदैछ लुसाम आउनुहोस् हिँड्दै आऊ बोल्दै आऊ न बोल न भिडियोमा सेवारो गर न मेरो यो सबसे जुनियर भदै हो सानो मेरो भदै सुरु कहाँ गएको लुसाम ल भन्नुहोस् न नभन्ने कान्छा आत्तिकै रेखपा गुम्बार उरु रङ नजिक पो छ जस्तो लागेको थियो रहेछ पानी ट्याङ्की छ त्यहाँ पर यस्तो छ मजाको ठाउँ यस्तो सिडी यस्तो राम्रो छ अच्छा हाम्रो ठुली गइसक्यो कोसँग साँच्चै
यहाँ हाम्रो आइसा गायिका आउँदैछन्, खुब राम्रो गाउँछिन्। अनि मेरो यहाँ ठुल दिदी हुनुहुन्छ, ठुल दिदी आउँदै हुनुहुन्छ। आज हाइकिङ हाम्रो दिदी बिचरा हाम्रो घरमा आउनु भएको छ। आज दाजुभाइ यहाँ मेरो ठुल इमाइल दाजुको जेठी छोरी ठुली यहाँ आइपुग्यौँ। चाँगो नारायण मन्दिरमा आइपुग्यौँ हामी। यस्तो रहेछ चाँगो नारायण मन्दिर चाहिँ, यस्तो राम्रो। उर्लो केन्द्र आइपुग्दैछ मेरो भाइ। चाँगो नारायण मन्दिरमा आज आइपुग्यो भिजिट। यस्तो छ मन्दिर दर्शन गर्न आइपुगेकी छिन् हाम्री ठुली कौशिला लिम्बू। हजुर पारिजात पारिजातै हो रहेछ। त्यो शुभ ठाउँ भएर होला है। यस्तो राम्रो चाँगो नारायण होला नि। ए हो लु हामी फ्यामिलीमा चाहिँ यहाँ हामी चाँगो नारायण मन्दिर घुम्दैछौँ, राउन्ड लाउँदैछौँ। आज हाम्रो फ्यामिली दसैँ फुलपातीको दिन हुँदै दसैँ खाएर हाइकिङ हुँदै यहाँ चाँगो नारायण पुगिरहेको छौँ है। बाहिरमा घन्टी पनि बजाउनु पर्छ। पित्तलको घन्टी रहेछ यहाँ जोड सिङ्गर आएको छ। सिङ्गरहरू तेलियुमा ठाउँमा नि यस्तो रहेछ भने हाम्रो फ्यामिली ग्याङहरू आउँदै हुनुहुन्छ है। फ्यामिली ग्याङ हेर्नु चाँगो नारायणबाट देखिने दृश्य कुन खोला होला यो साँच्चै खोला चाहिँ थाहै भएन। कस्तो राम्रो रहेछ तर आज पानी परेर मधुरो यस्तो छ। पानीले चाहिँ हामीलाई नुहाइदिएला जस्तै छ। अल्लाह हुइले तरिकै या पानीले बिजोग पार्यो। हाइकिङ गरेर आएको चाँगो नारायण कत्रो पानी पर्यो। चराहरू पनि उठ्दैछ माथि माथि।